साथीहरु ल तपाईहरुको पनि लाइन जाने हैन वाइफाई रोकिने छ भने चाहिँ हामीले चाहिँ ब्याकअप दिइसकेको छौं हैन मेरो चाहिँ आइसकेको छ यसको अब अनबक्सिङ गरेर म तपाईहरुलाई देखाउने छु एकचोटी हेरौं ओके तपाईहरुको पनि लाइन गएर हैरान हुनुहुन्छ भने चाहिँ यो ब्याकअपले चाहिँ तपाईलाई मजाले 4-5 घण्टा चाहिँ थाम्छ लाइन गए पनि वाइफाई चाहिँ मजाले चल्छ तपाईहरु अनलाइन क्लास लिइरहनुहुन्छ अनलाइनमा पढिरहनु भएको छ भने चाहिँ यो चाहिँ एकदम बेस्ट हुन्छ है तपाईहरुलाई मैले चाहिँ अनबक्सिङ गरे यदि तपाईहरु पनि लिन चाहनुहुन्छ भने बायोमा लिंक छ टक्क गएर चाहिँ अर्डर गर्नु होला आउँछ तपाईहरुलाई ल मेरो सामान अनबक्सिङ भइसक्यो यसलाई चाहिँ टक्क खोलौं है साथीहरु ल यो चाहिँ हेर्नुस् तपाईको 1 वर्षको वारेन्टी हुन्छ यसमा हैन टक्क आयो है 12 भोल्टको हुन्छ के छ यूपीसी पावर सप्लाई है यस्तो आयो टक्क खोले मैले चाहिँ यहाँ चाहिँ यसरी हेर्नु भयो भने यसको चाहिँ यहाँ टक्क यसरी आउँछ है अब यो चाहिँ वाइफाईमा जोड्ने हो हैन यो चाहिँ लाइनमा जोड्ने हो ठीक छ अब यसरी झुन्डाउन मिल्छ जहाँ पनि गएर झुन्डाउन मिल्यो तपाईहरुले हैन यो चाहिँ तपाईको 5-6 घण्टा चाहिँ मजाले टिक्नु सक्छ है यो चाहिँ ओके अब यो अनबक्सिङ त भयो अब यसलाई सेटअप कसरी गर्ने भन्ने कुरा चाहिँ म तपाईहरुलाई चाहिँ देखाउँछु ओके